कति उत्साही हुनुहुन्छ? पहिला पनि शपथ खानु केही छैन होला केही जस्तो लाग्दैन राम्रोसँग यहाँभित्र झारहरू खेल्नु पाता हुन्थ्यो झारहरू खेल्नु पाउनु ल यस्तो छ त्यत्रो काम गर्छ क्या त्यत्रोमा शुभयात्रा ल शुभयात्रा मेरो के भन्छ माननीय हुन्छ हस् हस् भरे अब त्यहाँबाट निस्क्यो हस् ल यहाँ यसरी यहाँ अझै मानिनहरूका सानबाङ चाहिँ यसरी तयारी गर्दै हुनुहुन्छ जानको निम्ति है श्रम संस्कृति पार्टीको यसरी तयारी हुँदै हुनुहुन्छ यहाँ हामी खोइ त अरे अनि केमा लानु आँटेको उनीहरू साथी म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमानदारीता साथ काम गर्नेछु। धन्यवाद। प्रतिनिधि सभाका मान्य सदस्यहरूलाई शपथ गराइदिनु भएकोमा मान्य ज्येष्ठ सदस्यज्यू र शपथ लिनुभएकोमा सबै मान्य सदस्यज्यूहरूप्रति आभार प्रकट गर्दछु।
प्रतिनिधि सभाका मान्य सदस्यहरूलाई शपथ गराइदिनु भएकोमा अधिकारीहरूसँगको पटक पटकको छलफल, पत्राचार, भेटघाट एवं दबावमूलक कार्यबाट समेत निर्माणाधीन भवनको सभाहाल संसद सचिवालयलाई हस्तान्तरण हुन सकेन। विभिन्न विकल्पहरूको खोजीपछि आज हामी उपस्थित भएको यो बहुउद्देश्यीय हललाई नै शपथ कार्यक्रम र अल्पकालीन रूपमा सभा सञ्चालनका लागि तयार गर्ने निर्णय भए अनुरूप हतारमा यो हल र हलभित्रको संरचना तयार गरिएको छ। यस विषम परिस्थितिमा हाल तयार गरिएकोले यस भवनमा थुप्रै कमी कमजोरी हुन सक्ने भएको र त्यसबाट मान्यजीहरू, दर्शक, सञ्चार माध्यम लगायतलाई पर्न गएको असुविधाप्रति संसद सचिवालयको तर्फबाट क्षमा याचना गर्दछु। नेपालको संविधानको धारा 88 मा संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को दफा 75 को उपदफा 1 मा सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनु अघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष शपथ लिनुपर्ने प्रावधान छ। नेपालको संविधानको धारा 91 को उपधारा 5 मा व्यवस्था भए अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्नुहुने सभाको ज्येष्ठ सदस्य माननीय अर्जुन नरसिंह केसीले सम्माननीय राष्ट्रपति समक्ष मिति 2082 चैत 11 गते शपथ लिइसक्नु भएको बेहोरा यहाँहरूको जानकारीका लागि अनुरोध गर्दछु र आज अन्य सदस्यहरूले नेपालको संविधानको धारा 88 तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को दफा 75 को उपदफा 1 को प्रावधान बमोजिम ज्येष्ठ सदस्य समक्ष शपथ लिने कार्यक्रममा यहाँहरू उपस्थित हुनुभएको बेहोरा जानकारीका लागि अनुरोध गर्दछु। शपथका क्रममा माननीय ज्येष्ठ सदस्यले म भनेपछि मसँगै आफ्नो नाम थर भन्नुहुन र अरू शब्दहरू भनेपछि मान्य सदस्यहरूले पनि सोही अनुरूप वाचन गर्नुहुन अनुरोध गर्दछु। अब म प्रतिनिधि सभाका मान्य सदस्यहरूलाई शपथ गराइदिनु हुन मान्य ज्येष्ठ सदस्यज्यूलाई र शपथ लिनुहुन सबै सदस्यज्यूहरू समक्ष अनुरोध गर्दछु। म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता, राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभाको सदस्य पदको कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमानदारीता साथ काम गर्नेछु। धन्यवाद। प्रतिनिधि सभाका मान्य सदस्यहरूलाई शपथ गराइदिनु भएकोमा मान्य ज्येष्ठ सदस्यज्यू र शपथ लिनुभएकोमा सबै मान्य सदस्यज्यूहरूप्रति आभार प्रकट गर्दछु। मान्य सदस्यज्यूहरूलाई शपथ पत्रमा आफ्नो नाम, थर र मिति लेखी हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। मातृभाषामा शपथ लिनुभएका सदस्यहरूलाई मातृभाषा र नेपाली भाषाका दुवै शपथ पत्रमा आफ्नो नाम र मिति लेखी हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। मान्य सदस्यहरूलाई आफ्नो शपथको फाइल यस कक्षको बाहिरको करिडोरमा बसेका सचिवालयका कर्मचारीहरूलाई बुझाई संघीय संसदको लोगो र ब्याग त्यहीबाट प्राप्त गर्नुहुन अनुरोध गर्दै मान्य ज्येष्ठ सदस्यज्यूको अनुमतिले यो कार्यक्रम यही समाप्त भएको बेहोरा जानकारीका लागि अनुरोध गर्दछु। धन्यवाद। देख्न सक्नुहुन्छ भावी प्रधानमन्त्री बालेन्द्र शाह बालेन यतिखेर संसद
भवनमा आइपुग्नु भएको छ शपथ ग्रहणका लागि। यतिखेर देख्न सक्नुहुन्छ संघीय संसद भवन सिंहदरबार आइपुगेको यो दृश्य हामीले तपाईलाई देखाइरहेका छौं। के को लागि संविधान संशोधनदेखि लिएर कानुनहरू निर्माणको लागि तपाईको सहकारी हुन्छ कि हुँदैन? यस्तो छ, कानुन निर्माण त अब सामान्य कानुन निर्माणहरू त त्यसैले पनि हुन्छ होइन, 2/3 चाहिन्छ भन्ने हुँदैन। अब संविधानै संशोधन गर्ने हिसाबको अलिकति ठुलो फेरबदल गर्दाखेरि चाहिने कुरा हो त्यो अहिलेको व्यवस्था अनुसार। अब त्यो के प्रपोजल लिएर आउनुहुन्छ उहाँले, प्रस्ताव के राख्नुहुन्छ त्यसमा भर पर्छ। प्रस्ताव राम्रो खालको राष्ट्रहितको कुरा होइन, सबैलाई हुने खालको तपाईको चाहिँ के अरे देश र जनताको उन्नति रक्षा गर्ने खालको कुराहरूमा उहाँहरूले ल्याउनुहुन्छ भने त्यसमा हामी सहयोग गरिहाल्छौँ नि। भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग यहाँको सहकारी हुन्छ? सहयोग गरिँदैन, नहुने कुरामा सहयोग। मैले अघि भने त हामी सधैँभरि सृजनात्मक सहयोग होइन र आलोचनात्मक समर्थन गर्दै बस्छौँ, त्यहाँ प्रश्नहरू सोध्छौँ, दरोखरै हुन्छ हाम्रो प्रश्नहरू होइन। त्यसमा चाहिँ अब सरकारले तलमाथि गर्नु हुँदैन भन्छु म चाहिँ। भनेपछि तपाईँको अबको 5 वर्षमा संसदमा प्रतिपक्षको भूमिकामा चाहिँ सरकारलाई खबरदारी हुन्छ? म्यान्डेटै त्यही हो त, हामीलाई प्राप्त अनि 3 सिट प्रत्यक्ष जितेर सरकारमा जाने भन्ने म्यान्डेट हुन्छ र, त्यो लाजमर्द हुन्छ नि। तपाईँलाई सरकारको अफर गर्यो भने के भन्नुहुन्छ? त्यही त म्यान्डेट होइन त्यो, मेरो व्यक्तिगत इच्छा र आकांक्षाले केही पनि फरक पार्दैन क्या। म्यान्डेट के हो, जनताको इच्छा र आकांक्षा के हो, जनताको जनादेश के हो भन्ने कुरो ठुलो हो र जनादेश चाहिँ के छ भने प्रतिपक्षमा रहेर काम गर भन्ने हो हामीलाई। त्यसले गर्दा एउटा अन्तिममा भनिदिनुहोस्, यस पटकको निर्वाचनमा रासपा र श्रम संस्कृति पार्टीलाई जनताले रुचाए, पुराना राजनीतिक दलहरू निकै कमजोर भए, यसको समीक्षा कसरी गर्नुहुन्छ? त्यो चाहिँ अब एउटा परिवर्तन चाहेका थिए जनताले, नेपाली मतदाताले, त्यो परिवर्तन चाहिँ देखिएको छ प्रकट रूपमा। अब हामीले जुन काम गर्छौँ होइन, अब यो हाम्रो कामले चाहिँ फेरि पुरानै खालको शैलीमा जनतालाई दुःख दिने खालको होइन, ढिला सुस्ती र विकासका कुराहरूमा हामी भुलिरह्यौँ भने फेरि तपाईँको चाहिँ जनताले हामीलाई पनि दण्डित गर्नुहुनेछ। त्यसले गर्दाखेरि हामीलाई त्यो पहिला गरिएका गल्तीहरू जुन भएका थिए ती गल्ती दोहोऱ्याउने छुट छैन। हामीलाई अविकास गर्ने होइन, बहानाबाजी भन्ने कुरा त राम्रो कामको लागि छैन। राम्रो काम भयो भने सहयोग गर्छौँ, नराम्रो काम भयो भने खबरदारी गर्छौँ। अहिलेसम्मको अवस्थामा चाहिँ ठिकै हो। अब अहिले त के भर्खर शपथ लिँदैछौँ, अब कामै सुरु भएको छैन। भोलि सरकार गठन छ, हुँदैछ, यहाँको उपस्थिति के हुन्छ? ठिक छ त, त्यो राम्रो हो। अब के अरे विधि जानुपर्छ, अलिक के अरे समयमा भए राम्रो हुन्थ्यो। आज पनि 12 मिनट 40 सेकेन्ड ढिलो गरेको। अरू बेलाको भन्दा फरक किसिमले शपथ लिइरहनुहुन्छ प्रधानमन्त्रीले। म के चाहिँ भन्छु भने आज पनि मैले घडी हेरिरहेको थिएँ, 12 मिनट 40 सेकेन्ड के अरे ढिलो भयो। त्योभन्दा अलिक छिट्टै सबैजना आएर गर्नु। अहिलेको सरकारले अहिलेको हामी बैठकमा हामी ढिलो गर्नु थाल्यौँ भने अब स्टार्टिङले नै अरू बेलाको राजनीतिक अभ्यासमा होइन आज एउटा समाचार चाहिँ भरै